नमस्कार साथीहरू, आज हामी चर्चा गर्दैछौँ राणाकालीन प्रशासकीय अड्डाहरूको बारेमा। सो तपाईँ भिडियो अन्तसम्म हेर्नुहोला। पहिलो रहेको छ हाम्रो खडक निशाना अड्डा। यसले चाहिँ श्री 3 को सचिवालय र प्रधानमन्त्रीको कार्यालयको कार्य हेर्ने गर्थ्यो। त्यस्तै अर्को रहेको छ मुन्सीखाना, परराष्ट्र मामिला सम्बन्धी कार्य गर्ने अड्डा थियो यो। त्यस्तै अर्को रहेको छ कुमारी चोक, लेखा परीक्षण र नियन्त्रणसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने। त्यस्तै अर्को रहेको छ जङ्गी बन्दोबस्ती अड्डा, सैनिक प्रशासन सम्बन्धी सम्पूर्ण कार्य गर्ने। त्यस्तै अर्को रहेको छ हाम्रो कमान्डरी किताबखाना, यसले चाहिँ सरकारी कर्मचारीहरूको अभिलेख राख्ने काम गर्थ्यो। त्यस्तै अर्को रहेको छ बिन्ती पत्र निक्सारिक अड्डा, यसले चाहिँ न्याय सम्बन्धी कार्य गर्ने सर्वोच्च अड्डा थियो यो। अर्को रहेको छ मुलुकी बन्दोबस्ती अड्डा, देशको प्रशासन सञ्चालन र निरीक्षण गर्ने कार्य गर्थ्यो यसले। त्यस्तै अर्को रहेको छ कडेल चोक, गरगहनाको व्यवस्थापन गर्ने अड्डा थियो यो। तपाईलाई यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला। राम्रो लाग्यो भने हाम्रो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यस्तै भिडियो लिएर फेरि उपस्थित हुनेछौँ। धन्यवाद।